माथिबाट काटिदिन्छु भने चाहिँ हल्का रेसिस्ट गरेर जस्तै हुन्छ यार, त्यही तलबाट काट्दै गइन्छ। नयाँ वर्षमा पनि यही पोहोर सालको भात खाइरहेको छु कि मैले। पोहोर सालको भात हुन्छ, पोहोर साल। सबैजनालाई ह्याप्पी न्यू इयर 2083। 83 कति भन्छ, 80 81 82 कति भन्छ यार। सबैजनालाई ह्याप्पी न्यू इयर गाइस। 2083 को 2K83 लेख्छ नि त आजकल। Hey guys, good morning and welcome to my vlog. I have सबैजना सन्चना भिडियो फाइन हुनुहुन्छ। मर्निङ सन्चना भिडियो फाइन चाहिँ गाइसले मास्तिर आएर ब्लग स्टार्ट गरिरहेको छु। तल गर्छु भन्ने त होइन, तल चाहिँ पुरै मम्मी बाबाले मोबाइल हेरेर क्याउ 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 गराउनु भयो। मास्तिर आएको, मास्तिर पनि यो ढोकाले नि क्याउ क्याउ गरेर हैरान बनाएको छ औडा। अनि घाम चाहिँ गाई चाहिँ नयाँ वर्षमा पनि एकदम कडा घाम छ। हुन त गएको साल पनि मतलब कि हिजो 2082 चैत्र महिनाको 30 गते हिजो हल्का हल्का भयो नि शीतल थियो। आज चाहिँ शीतल थियो कि घाम थियो यार, मलाई नि बिर्सिया। अर्को वर्ष कसले सम्झिन्छ अरे। अब नयाँ वर्ष सम्झिने हो नि त, त्यही भएर न्यु इयर छ। को मन्दिर जानुभयो, मन्दिर गएर टिका लगाएर आएको छु। त्यसरी गराएको छु मैले। यो खुट्टाले यस्तै अड्डाएर यो अझै आइरह ठुलो हावा आयो भने त मा कसम चाहिँ मेरो खुट्टा त गयो क्या। खुट्टाको औँला त पुरै चकनाचुर हुन्छ क्या। हेर्नु धन्न आएर आयो आवाज आउँछ कि फेरि यार हुँदा। अनि आज पनि नयाँ वर्ष। अनि आज चाहिँ गाइस चेन्नईको म्याच छ, चेन्नई र कलकत्ताको। के आज नयाँ वर्षमा चेन्नईले जित्ला? हु नोज म्यान, हु नोज। बाहिर जान सक्दैन म होइन, एकदम घाम छ। यहीँ बाहिर पनि, यहीँ भित्र बस्दा त पोलिरहेछ, बाहिर पनि यत्रो धेरै सामानहरू छ क्या। यस्तो टन्टला पुरा घाम छ यार। तो बालेन फिरिङ्गी त बतासे हावा जस्तै पी गर्दै झापा गर्छ, त्यहाँ गएर तँ हार्छ। तो बालेन फिरिङ्गी हो हो केपीओली प्रधानमन्त्री बनेपछि गृहमन्त्री को बन्छ भनेर सोच्नु होला। हो हो यो पनि नयाँ मिम भयो यार गाइस। हजुरको आजको न्यु इयरको दिन कस्तो गयो कमेन्ट गर्नु होला। मेरो चाहिँ बिहान उठ्यो, मन्दिर गयो, भात खायो, आयो भात खायो, फेरि सुत्यो, अनि फेरि उठेर अहिले चाहिँ फेरि भात खाँदैछु क्या गाइस। गुड इभिनिङ। गुड इभिनिङ हुन्छ के भन्छ, गुड आफ्टरनुन छ चाहिँ। 7:30 चाहिँ गुड इभिनिङ भनौँ बाहिर गाइस। ल अब यहीँ भात खाऊँ। भातमा चाहिँ करेन्ट जाउँको सुपाल दिनु परेको छ। नयाँ वर्षमा पनि गाइस पोहोर सालको भात खाइरहेको छु कि मैले। पोहोर सालको भात हो कि पोहोर सालको कन्टेन्ट। अहिले के गाई चाहिँ खुब लेजर लाइट मैले क्यामेरामा बाल्थेँ नि, क्यामेरा चाहिँ बिग्रेछ नि त यार। जुन कालो कालो डट देख्नुभएको छ नि होइन, जुन भिडियोमा त्यो भित्रै छैबाट बिग्रेछ क्या मेरो त। खुब लेजर लाइट लाएर यसो यसो पार्थेँ नि मैले। नतिजा के भन्छ त्यसको, लेजर लाइटको नतिजा। यस्तो यस्तो गऱ्यो दाग आइरहेछ मोबाइलमा त यार। झन् अर्को वर्षबाट कन्जुसाइ गर्दैन भनेको त गाइस यार। अनि अहिले मञ्चन गर्न थालेको मुख गनाएर मुला कन्जुसाइ नगरेछ भने मुला यति बल्ल बल्ल निस्कियो क्या। अझै झिक्ने भनेको मुला साग झिक्नै मिल्दैन यार। अब भित्र फेरि छ क्या अझै धेरै माल मटेरियल। माल त अझै छ भित्र यत्रो धेरै। झिक्ने कसरी यार, अब यसलाई काटिदिन्छु त्यसलाई कता फलायो। माथिबाट काटिदिन्छु भने चाहिँ हल्का रेसिस्ट गरेर जस्तै हुन्छ यार, त्यही तलबाट काट्दै गइन्छ। अब यसलाई यसरी पनि कसरी झिक्ने यार। भ्लग गराउँ कि मा कसम मञ्चन झिकाउँ कि मुला औडा भन्छु कि म यार। यस्तै हुने रहेछ कि भ्लगरको लागि यार। औडा न मोबाइल छोपिदिनको लागि कोही छ यार। ल्याङ ए निक्लियो हल्का त्यही विचित्र। अब यसैले मञ्चन गर्थेँ त गाइस। ल है त गाइस बल्ल सल्ल निचरेर यति चाहिँ आयो। अब ब्रस गर्ने गाइस। यसभित्र त अझै माल मटेरियल्स त हरेक धेरै रहेछ त यार। अनि यो भित्रबाट चाहिँ एकदम आइसक्रिम बसाउनु रहेछ त्यहाँ सुँग्दा फेरि। भर्खर सुँगेको होइन, अलिक महँगो बसा कि सुँग्नु त हजुर पनि बसा छ होइन। अब क्रिकेटमा जामै त रहेछन् भने चाहिँ मुला साग घरमा लेजर लाइटको बल्ब लिन आएको चाबी चाहिँ लगाएर गइदियो अन्त यार। गाउँ आयो गाउँ 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 आयो। लगाइछ न्यु इयरको यो वर्षको पहिलो बत्ती बाल्दैछु है त मैले यहाँ आएर। लेट्स बालिङ त बत्ती।
यो वर्षको पहिलो बत्ती बाल्यो यहाँ तेलको लड्डु रहेछ कमिला त लाएन कमिला त लाएर हिँड्छ ए लाएर हिँड्छ बे मुला कमिला भाइ त मेरो त हरि भावालाई रहेछ हाम्रो केटाहरू पनि यहाँ बस्छन् अब यो यहीँ राखिदिनु त होला के अरे यहाँ चापिला छ सिसीले डल्लो लिएर गन्थे कहाँ हाल्यो भने सिस्टर दाजु चाहिँ आज न्यु इयर मनाउनुको लागि मुर्गिया जानुभएको छ मलाई पनि जाऊँ भन्थ्यो अस्तिदेखि मलाई जाने मन छैन अहिले आएर जान पर्ला जस्तो भएको थियो तर जान्न चाहिँ यहाँ खुट्टा धुँदै बस्ने अगाडि अरू त के छ र भात खाने अब यताबाट कसले बाल्दैछ लेजर लाइट सिसिरको घरतिर मतलब आकाशमा के आकाशमा पुग्छ नि त मेरो जस्तै रहेछ क्या मलाई मेसेज गरेर कतिवटा किनेको कुरा भनेर एउटा मात्र हो यार अरूले किने होला नि अरूसँग त हुन्छ के अरे नि यार कस्तो बक्रोल मान्छे अहिले म नि भाडामा चाहिँ थिएँ यार भाडामा चाहिँ भएको भ्याए अनि सिसिरको रिप्लाई दिएको वाट यार काफीले अब ब्लग इन गर मास्ता पनि मिलेन आज भात थोरै दाल लिएर आएको क्या त्यही भएर दाल भात उड्यो नि त मेरो त्यही भएर चाहिँ अलि बढिरहेको छ भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् आजको न्यु इयर यति नै भयो हजुरहरूको कस्तो अब कमेन्ट गरिदिनुहोस् नेक्स्ट